काठमाडौँबाट करिब 5 घण्टाको उकालो ओह्रालो बाटो पार गरेपछि नवदुर्गा भन्ने गाउँमा पुगिन्थ्यो। बिहानको समयमा पहाडका शिखरहरूमा सूर्यको किरण पर्दा सुनको मुकुट लगाए जस्तो देखिने गाउँको हावामा अलैँचीको सुगन्ध, अदुवाको तीखो बास्ना र जुनकिराहरूको मधुर गीत मिसिएको हुन्थ्यो। यो गाउँका मानिसहरू आफ्नो इमान्दारी र परिश्रमका लागि सारा जिल्लामा चिनिन्थे। यसै गाउँको बीचतिर रामप्रसाद गुरुङको घर थियो। पहाडमा बनेको सानो तर सफा सुग्घर दुई तले घर, अगाडि फूलबारी र पछाडि सानो तरकारी बारी, साथै 3 पुस्ताको पसिनाले सिन्चित 2 रोपनी खेत र 4 कट्ठाको करेसा बारी उनको गौरव थियो। 45 वर्षीय रामप्रसाद गाउँका एक खम्बा थिए। उनको नाम सुन्दा मानिसहरू भन्थे, रामप्रसाद त गाउँकै 1 नम्बरको इमानदार र मेहनती मान्छे हो। उनकी पत्नी सरिता गुरुङ घरकी लक्ष्मी मात्र थिइनन्, एउटा प्रेरणाको स्रोत थिइन्। 40 वर्षकी सरिताले घरधन्दा मात्र होइन, गाउँका गरिब केटीहरूलाई निशुल्क सिलाइ बुनाइ सिकाउने काम गर्थिन्। हप्तामा 3 दिन उनी आफ्नो घरको बरण्डामा 5-7 जना युवतीहरूलाई सिलाइको तालिम दिन्थिन्। उनी भन्थिन्, आर्थिक रूपमा आत्मनिर्भर भएपछि मात्र महिलाले सम्मान पाउँछन्। उनीहरूका 2 सन्तान थिए, छोरी अनिता र छोरो सुजन। दुवै बच्चा जिल्ला सदरमुकामको विद्यालयमा पढ्थे। अनिता कक्षामा सधैँ पहिलो आउने गर्थिन् र सुजन पनि होशियार बालक थियो। खेतीको महिना आउँदा रामप्रसाद खेतमा धान रोप्ने गर्थे। त्यसबेला सरिता खाजा बोकेर खेतमा पुग्थिन्। खेतको आलीमा बसेर कोदोको रोटी, अचार र दहीसँग खाना खाँदा रामप्रसाद भन्थे, सरिता, तिम्रो साथ भएपछि मलाई संसारको कुनै कुरा चाहिँदैन। तिमी मेरो जीवनको सबैभन्दा ठूलो सम्पत्ति हौ। सरिताले मुस्कुराउँदै जवाफ दिन्थिन्, हामी दुवैको मेहनतले यो परिवार चलिरहेको छ। तपाईँ खेतमा, म घरमा, यसरी नै जीवन सुखमय बन्छ। साँझ परेपछि परिवारका 4 जना सँगै बस्थे। रामप्रसादले बच्चाहरूको पढाइको बारेमा सोध्थे, सरिताले दिनभरको काम सुनाउँथिन्। यी कुराहरूले गर्दा उनीहरूको जीवन सादा तर खुसीले भरिपूर्ण थियो। तर भाग्यले कहिले अन्धकार पनि ल्याउँछ थाहा हुँदैन भने जस्तै। गाउँमा कालीप्रसाद श्रेष्ठ नामको एक धूर्त मानिस बसेको थियो। उसले काठमाडौँमा व्यापार गर्दा कमाएको पैसाले गाउँमा एउटा होटल खोलेको थियो। होटलको भुइँ तलामा रेस्टुरेन्ट र माथिल्लो तलामा उसले गोप्य रूपमा जुवाको अड्डा चलाउँथ्यो। कालीप्रसाद लगभग 50 वर्ष उमेरको मानिस थियो। उसको चाल धेरै चलाक थियो। पहिलो पटक आएका मानिसलाई राम्रोसँग स्वागत गर्ने, मन जित्ने र त्यसपछि बिस्तारी उनीहरूको सर्वस्व हडप्ने। उसको लक्ष्य नै सोझा गाउँलेहरूलाई लोभको जालमा फसाएर उनीहरूको सम्पत्ति खाने थियो। दशैंको बेला थियो। गाउँमा ठूलो मेला लागेको थियो। रामप्रसाद खेतीका औजार किन्न बजार गएका थिए। घुम्ने झिलिमिली बालबालिकाहरूको हाँसोको आवाज र मिठाईको सुगन्धले बजार रौनकमय थियो। त्यही बेला कालीप्रसादले रामप्रसादलाई देख्यो। अरे रामप्रसाद दाई, ठिकै हुनुहुन्छ? उसले टाढैबाट हात हल्लाउँदै बोलायो। रामप्रसाद घुमे। नमस्कार कालीप्रसाद, ठिकै छु। दाई, यो दशैंको बेला यसरी हतारमा? आउनुस् न मेरो होटलमा, चिया खाएर जानुहोस्। म तपाईलाई एकदमै सम्मान गर्छु, कालीप्रसादले मह मिसाएको स्वरमा भन्यो। रामप्रसादले असहजता महसुस गर्दै भने, धन्यवाद भाइ, तर मलाई घर जानु छ, अलि हतार छ, काम छ। दाई, 10 मिनेट मात्र। यो दशैंको समयमा पनि कति काम गर्नुहुन्छ। म एकदमै एक्लो छु। तपाईँ जस्तो आदरणीय मान्छेसँग कुरा गर्न मन छ, कालीप्रसादले जिद्दी गर्यो। रामप्रसाद केही नसोची होटलतिर लागे। होटल सफा सुग्घर र राम्रोसँग सजिएको थियो। भित्र पसेपछि कालीप्रसादले उनलाई माथिल्लो तलामा लग्यो। माथिल्लो तलामा 5 जना मानिसहरू बसिरहेका थिए। केही परिचित अनुहारहरू थिए। कालीप्रसादले चिया र समोसा ल्यायो। उसले भन्यो, दाई, यहाँ बस्नु आराममा, यी गाउँकै भाइहरू हुन्। चिया खाइसकेपछि कालीप्रसादले तासको एक गड्डी निकाल्यो। दाईहरू, अलि रमाइलो गरौँ न, समय पनि बितोस्। रामप्रसादले असहजता महसुस गरे। म त जुवा खेल्दिनँ नि भाइ, कालीप्रसादले हल्का स्वरमा भन्यो। अरे दाई, यो जुवा होइन, यो त मनोरञ्जन मात्र हो। पैसाको कहाँ खेल्ने हो र? चियाको बाजी लगाऊ, जित्नेले चिया खाने पाउने मात्र। अरू मानिसहरूले पनि जिद्दी गरे। रामप्रसाद दाई, यो त खेल मात्र हो, हामी पनि यही रमाउँछौँ, केही हुँदैन दाई, खेलौँ। रामप्रसादले चियाको बाजी त कुनै ठूलो कुरा होइन सोचेर उनी खेलमा सामेल भए। पहिलो खेलमा रामप्रसादले जिते, त्यसपछि दोस्रो खेलमा पनि जिते। उनले महसुस गरे, यो खेल त सजिलो रहेछ। तेस्रो खेलमा पनि जिते। त्यस दिन उनले 5 पटक खेले र 4 पटक जिते। दाई, तपाईँ त धेरै भाग्यमानी हुनुहुन्छ, यस्तो प्रतिभा छ तपाईमा, कालीप्रसादले प्रशंसा गर्यो। रामप्रसादको मनमा एउटा अनौठो रोमाञ्च जाग्यो। खेतमा दिनभरि पसिना बगाएर कमाउनु भन्दा यो धेरै सजिलो लाग्यो।
त्यो रात उनी घर फर्कदा उनको मनमा त्यो खेलको मिठास बाँकी थियो। भोलिपल्ट बिहान उनी खेतमा काम गरिरहेका थिए, तर उनको दिमाग खेलमा थियो। उनले सोचे, यदि अर्को पटक अलि पैसा दाउमा राखेर खेले भने पनि त मैले जित्न सक्छु। साँझ परेपछि उनी फेरि होटलतिर लागे। सरिताले सोधिन्, कहाँ जानु लाग्नु भएको? रामप्रसादले अल्मलिँदै भने, गाउँका भाइहरूसँग भेट्न। होटलमा पुगेर यसपटक उनले 50 रुपैयाँ दाउमा राखे। उनले 100 रुपैयाँ जिते। त्यसपछि 100 रुपैयाँ राखे र 200 जिते। त्यो साँझ उनले 500 रुपैयाँ कमाए। वाह दाई, तपाईँ त जन्मजात खेलाडी हुनुहुन्छ, कालीप्रसादले उत्साह देखायो। एक हप्तामा रामप्रसादले करिब 3000 रुपैयाँ कमाए। उनको मनमा लोभ बढ्दै गयो। उनी सोच्न थाले, यदि मैले अझै बढी पैसा लगाए भने त अझै धेरै कमाउन सक्छु। माघ महिनाको चिसो साँझ थियो। सरिता आगोको कोठरीमा बसेर बत्ती काटिरहेकी थिइन्। अनिता र सुजन आफ्नो होमवर्क गरिरहेका थिए, तर रामप्रसाद अझै घर फर्केका थिएनन्। 8:30 बज्यो, 9 बज्यो, तर उनको कुनै खबर थिएन। सरिताको मन चिन्तित हुँदै गयो। 9:30 बजे रामप्रसाद घर आए। उनको आँखा रातो थियो, कपाल अव्यवस्थित थियो र लुगामा रक्सीको गन्ध आइरहेको थियो। सरिताले चिन्ताले सोधिन्, आज त यति ढिलो गर्नुभयो, खाना चिसो भइसक्यो, कता जानुभएको थियो? रामप्रसादले रिसाएर जवाफ दिए, काम थियो, आउना साथ यति धेरै प्रश्न गर्नुपर्छ, कता जान्छु म? सरिता स्तब्ध भइन्। उनले कहिल्यै आफ्नो पतिलाई यसरी रिसाएको सुनेकी थिइनन्। दिनहरू बित्दै गए। रामप्रसादको व्यवहार झन खराब हुँदै गयो। उनी बिहान खेतमा गएर 2 घण्टा काम गर्थे र त्यसपछि होटलतिर लाग्थे। साँझ रात 10-11 बजी मात्र घर फर्कन्थे। एक दिन अनिताले भनिन्, आमा, बा आजकल किन यस्तो हुनुभएको? उहाँ किन अब हामीसँग बोल्नुहुन्न? सरिताको आँखामा आँसु आयो, तर उनले छोरीको अगाडि रोइनन्। तिम्रो बालाई अहिले अलि कामको व्यस्तता छ, छिट्टै सबै ठिक हुन्छ, उनले सान्त्वना दिइन्। तर भित्रभित्रै सरिता टुक्रिँदै थिइन्। उनले केही दिनसम्म चुपचाप हेरिरहिन्, तर एक दिन उनले हिम्मत गरेर सोधिन्, तपाईँ दिनदिनै कहाँ जानुहुन्छ? खेतको काम छाडेर के गर्दै हुनुहुन्छ? रामप्रसादले चर्को स्वरमा भने, मेरो मनले जे भन्छ त्यो गर्छु, तिमीलाई के मतलब? स्वास्नी भएर आदेश चलाउन खोज्छौ? सरिताले रुँदै भनिन्, म आदेश चलाइरहेको होइन, चिन्ता गरिरहेको छु। यो घर, यो परिवार मेरो मात्र होइन, हामी सबैको हो। रामप्रसादलाई सरिताको रुवाईले केही फरक पारेन। उनी ढोका ठोक्दै बाहिर निस्के र भने, ठिक छ, तिमी घर सम्हाल, मलाई मेरो बाटोमा हिँड्न देऊ। अर्को कोठामा अनिता र सुजनले सबै सुनिरहेका थिए। सानो सुजन डराएर दिदीको काखमा लुक्यो। दिदी, बा र आमा किन झगडा गरिरहनु भएको? अनिताले भाइलाई अङ्गालो हालिन्। उनको पनि आँसु खसिरहेको थियो, तर उनले भाइलाई देखाइनन्। केही होइन भाइ, त्यत्तिकै हो, सबै ठिक हुन्छ। फागुन महिनामा रामप्रसादले आफ्नो ब्याङ्कमा जम्मा गरेको 20,000 रुपैयाँ निकाले। त्यो पैसा उनले बच्चाहरूको उच्च शिक्षाका लागि जम्मा गरेका थिए। तर अब त्यो पैसा जुवाको भोकमा गायब हुँदै थियो। उनले 2 हप्तामा त्यो सबै पैसा हारे। अब रामप्रसादको हातमा केही बाँकी थिएन। तर जुवाको लत यति बलियो भइसकेको थियो कि उनले आफूलाई रोक्न सकेनन्। एक दिन उनले घरको भैँसी बेच्ने निर्णय गरे। त्यो भैँसी उनीहरूको घरको लक्ष्मी थियो। दिनको 8 लिटर दुध दिन्थ्यो। सरिताले त्यो दुध बेचेर घरको सानातिना खर्च चलाउँथिन्। सरिताले भैँसीलाई गोठमा बाँधिरहेकी थिइन् जब रामप्रसाद एकजना मान्छे लिएर आए। रामप्रसादले भने, यो भैँसी हो, बेच्ने भनेको। सरिताको हात काप्यो। के, यो भैँसी बेच्ने? किन बेच्ने? रामप्रसादको स्वर कठोर थियो। मलाई पैसा चाहिएको छ, जाऊ तिमी आफ्नो काम गर। अङ्कल आन्टी, प्यारा दाई दिदी अनि पूजनीय हजुरबा हजुरआमाहरू, यो कथा सुन्दा सुन्दै कत्तिको मख पर्नु भएको छ। म चाहिँ तपाईहरूलाई अलिअलि झुक्काउन र रमाइलो गराउन आइपुगेको छु। यदि तपाईहरूलाई यस्तै घर आँगनका कथा र नेपाली माटोको सुगन्ध आउने कथा मनपर्छ भने यो च्यानललाई सब्स्क्राइब गरेर मलाई साथ दिनुहोला है। तपाईहरूको एउटा माया, सब्स्क्राइबले मलाई अझै राम्रा कथाहरू ल्याउने ऊर्जा दिनेछ। लाउन त गरिदिनुस् न है प्लिज। तर यो भैँसीको दुधले बच्चाहरू हुर्के, यसको दुध बेचेर घरको खर्च चल्छ, यसलाई बेच्नु भयो भने के गर्ने? सरिता आत्तिएर सोधिन्। त्यो मेरो चिन्ता हो, तिमी चुप लाग, रामप्रसादले रिससँग जवाफ फर्काए। सरिताले भैँसीको डोरी समातिन्। यो भैँसी म बेच्न दिन्न। रामप्रसादले हात उठाएर सरितालाई धक्का दिए। सरिता पछाडि लडिन्। अनिता र सुजन घरभित्रबाट देखिरहेका थिए। उनीहरू रुन थाले। रामप्रसादले भैँसी डोर्याएर लगे र 15,000 रुपैयाँमा बेचे। सरिता भुइँमै बसेर रोइन्।
अनिताले आमालाई अँगालो हालिन्। आमा, बाँकी नै यस्तो गर्दै हुनुहुन्छ? सरिताले छोरीको टाउकोमा हात राख्दै भनिन्। छोरी, तिम्रो बालाई केही भएको छ, तर सबै ठिक हुनेछ। तर भित्रभित्रै सरिता जान्थिन् कि अवस्था झन खराब हुँदै गइरहेको थियो। गाउँमा कुरा फैलिन थाल्यो। मानिसहरू कुरा काट्न थाले। सुनेकी छस्, रामप्रसादले आफ्नो भैँसी बेच्यो रे। ऊ जुवामा फसेको रहेछ। कालीप्रसादको होटलमा दिनदिनै जान्छ रे। त्यो सरिता यति राम्री र मेहनती पत्नी भएर पनि उसले के गर्दैछ? एक दिन सरिता बजार गइन्। पसलमा तरकारी किनिरहेकी थिइन् जब दुईजना बुहारीहरूले कुरा गरिरहेको सुनिन्। हेर, त्यो सरिता हो। उसको श्रीमान त जुवाडे भएछ। एउटीले अर्कीलाई काने खुसी गरिन्। हो रे, भन्छन् उसले सबै बेचिसक्यो रे। अब त खेत पनि बेच्ला, अर्कीले जवाफ दिइन्। सरिताले सुनिन् तर केही भनिनन्। उनको मुटु टुक्रिँदै थियो। उनले छिटो छिटो तरकारी किनेर घर फर्किन्। बाटोमा उनको आँसु अनियन्त्रित रूपमा बगिरहेको थियो। घर पुगेर उनी आफ्नो कोठामा गइन् र ढोका बन्द गरेर रोइन्। हे भगवान, यो कस्तो दिन देखाउनु भयो? मैले के पाप गरे? त्यही साँझ गाउँकी बुढी कमला मैयाले सरितालाई बोलाइन्। बुढी आमा सरिताको आमा जस्तै थिइन्। छोरी, आऊ यहाँ बस, उनले सरितालाई बसाल्दै भनिन्। के भइरहेको छ तिम्रो घरमा? मैले केही नराम्रो कुरा सुने। सरिताले सबै कुरा भनिन्। उनले पहिलो पटक आफ्नो मनको पीडा कसैसँग खोलिन्। बुढी आमाले सरिताको शिर मुसार्दै भनिन्। छोरी, धैर्य राख। जुवाको लत एउटा रोग हो, तर तिमीले हार मान्नु हुँदैन। तिम्रो बच्चाहरूका लागि तिमी बलियो बन्नुपर्छ। सरिता रुँदै बोलिन्। तर आमा, म के गर्नु? उहाँले मेरो कुरा सुन्नुहुन्न। अहिले उहाँको दिमाग काम गरिरहेको छैन। बुढी आमाले सल्लाह दिइन्। छोरी, समय आउँछ जब उसले आफ्नो गल्ती बुझ्नेछ। तबसम्म तिमीले घर र बच्चाहरू सम्हाल्नुपर्छ, बुढी आमाले सल्लाह दिइन्। समय बित्दै गयो। केही दिनपछि रामप्रसादले 3वटा बाख्रा पनि बेचे। ती बाख्राहरू सुजनको प्रिय थिए। उसले तिनीहरूलाई आफ्नो साथी ठान्थ्यो, दिनदिनै घाँस खुवाउँथ्यो। जब सुजनले देख्यो कि बाबुले बाख्राहरू बोकेर लैजाँदै हुनुहुन्छ, ऊ दौडेर गयो। बा, मेरा बाख्राहरू कहाँ लानु भएको? सुजनले रुँदै सोध्यो। तँलाई के मतलब ज? गएर पढ्न बस, रामप्रसादले छोरालाई धकेल्दै भने। सुजन रुँदै आमा कहाँ आयो। आमा, बाले मेरा बाख्राहरू लगे। सरिताले छोरालाई अँगालो हालिन् र आफू पनि सँगै रोइन्। तर सुजनको मन टुटेको थियो। त्यो रात उसले खाना खाएन, बोलेन। दिदी अनिताले कति पटक मनाए, तर सुजन मानेन। तर उता रामप्रसादको जुवाको लत कम हुनुको साटो झन भयानक बन्दै गयो। भैँसी र बाख्रा बेचेर आएको पैसा केही दिनमै जुवाको खालमा खरानी भयो। त्यसपछि रामप्रसादको आँखा आफ्ना पुर्खाले बचाएको त्यो 2 रोपनी खेतमा पर्यो। एक रात कालीप्रसादले रामप्रसादलाई रस्कीको नसामा लट्ठो पारेर एउटा ठूलो दाउ थाप्न लगायो। दाइ, यो अन्तिम खेल हो। यदि जित्नु भयो भने अहिलेसम्म हारेको सबै पैसा र भैँसी फिर्ता आउँछ। हार्नु भयो भने यो खेत मेरो, कालीप्रसादले कुटिल मुस्कानका साथ भन्यो। नसा र लोभले अन्धो भएका रामप्रसादले काँपिरहेको हातले तमसुकमा औँठा छाप लगाए। परिणाम सोचे जस्तै भएन। रामप्रसादले आफ्नो खेत पनि हारे। जब सरिताले यो कुरा थाहा पाइन्, उनको खुट्टा मुनिको जमिन नै भासिए झै भयो। घरमा अन्नको गेडो थिएन। छोराछोरीको स्कुलको फी तिर्न नसकेर उनीहरू घरमै बस्न थालेका थिए। रामप्रसाद घरको कुनामा अपराधी झै मुख लुकाएर बस्न थाले। उनमा न त खेत जाने हिम्मत थियो, न त परिवारको आँखामा आँखा जुदाउने साहस। एक साँझ कालीप्रसाद आफ्ना 2जना मान्छे लिएर रामप्रसादको घरमा आयो। रामप्रसाद दाइ, अब यो घर खाली गरिदिनुस्। तपाईले घर पनि दाउमा राखेर हारिसक्नुभयो, उसले ठूलो स्वरमा भन्यो। यो सुनेर सरिता बरन्डामा निस्किन्। उनको अनुहारमा यसअघि कहिल्यै नदेखिएको दृढता र साहस थियो। उनले भनिन्, कालीप्रसाद दाइ, मेरो श्रीमानले जे गरे त्यो उनको गल्ती थियो, तर यो घर र जमिनमा मेरो र मेरा सन्तानको पनि उत्तिकै हक छ। यदि तपाईँ साँच्चै खेलाडी हुनुहुन्छ भने मसँग एउटा अन्तिम बाजी थाप्नुस्। कालीप्रसाद हाँस्यो। तिमीसँग के छ र बाजी राख्न? सरिताले आफ्नो घाँटीको सुनको तिलहरी र हातका चुरा फुकालेर नाङ्लोमा राखिन्। यो मेरो माइतीले दिएको स्त्रीधन हो। यदि तपाईले मेरो एउटा प्रश्नको उत्तर दिनुभयो भने यो सुन र यो घर दुवै तपाईको। यदि सक्नु भएन भने तपाईले मेरो श्रीमानबाट जितेको खेतको तमसुक च्यात्नु पर्नेछ र यहाँबाट सधैँका लागि जानुपर्नेछ। गाउँलेहरूको भिड जम्मा भयो। कालीप्रसादले घमण्डका साथ चुनौती स्वीकार गर्यो। सरिताले एउटा नाङ्लोमा खरानी भरिन् र बीचमा एउटा दियो बालेर भनिन्,
शर्त यो हो, यो खरानीलाई नछोई, दियोलाई ननिभाई र कुनै लट्ठी वा औजार प्रयोग नगरी यो दियोलाई नाङ्लो बाहिर निकाल्नुहोस् र दियो निकालेको ठाउँमा केही नयाँ वस्तु राख्नुहोस् जुन पहिले त्यहाँ थिएन। कालीप्रसादले धेरै प्रयास गर्यो। फुकेर खरानी उडाउन खोज्दा दियो निभ्ने डर, नाङ्लो घल्काउँदा खरानी भुइँमा पोखिने। उसले 1 घण्टासम्म दिमाग खियायो तर सकेन। अन्तत उसले हार मान्यो। सरिताले मुसुक्क हाँस्दै नाङ्लोलाई बिस्तारै एक विशेष लयमा हल्लाउन थालिन्। हल्लाउँदा खरानी बिस्तारै छेउतिर सर्दै गयो र बीचको भाग खाली भयो। उनले दियोलाई सजिलै हातले उठाइन्, खरानी मछोई र दियोको ठाउँमा आफ्नो हातको औँठी राखिन्। उनले अगाडि भनिन्, कालीप्रसाद दाई, अर्को कुरा, यो घर जुन जमिनमा छ त्यो मेरो बाबुले मलाई दाइजोमा दिएका हुन् र यो मेरो नाममा दर्ता छ। कानुन अनुसार मेरो स्वीकृति बिना मेरो श्रीमानले यो जमिन दाउमा राख्न पाउनुहुन्न। यदि घर लैजाने हो भने मेरो जमिनको 1 मुठी माटो पनि नबिग्रने गरी घर बोकेर लैजानुस्। गाउँलेहरूको भिड जम्मा भयो। कालीप्रसादले घमण्डका साथ चुनौती स्वीकार गर्यो। सरिताले हार स्वीकार गर्दै तमसुक फिर्ता गर्यो र त्यही रात गाउँ छोडेर भाग्यो। कालीप्रसाद गएपछि रामप्रसाद सरिताको गोडामा परेर भक्कानिएर रोए। सरिता, मलाई माफ गर, मैले तिमी र हाम्रा बच्चाहरूलाई सडकमा पुर्याउन लागेको थिएँ। तिम्रो बुद्धिले आज हाम्रो सर्वस्व जोगियो। सरिताले श्रीमानलाई उठाइन् र भनिन्, गल्ती सबैबाट हुन्छ, तर त्यसलाई सुधार्नु ठूलो कुरा हो। अब हामी मिलेर फेरि हाम्रो संसार सजाउनेछौँ। त्यस दिनदेखि रामप्रसादले कहिले तास छोएनन्। उनी फेरि त्यही पुरानो मेहनती रामप्रसाद बने। उनले खेतमा रात दिन पसिना बगाए। सरिताले पनि आफ्नो सिलाइ बुनाइ तालिमलाई विस्तार गरिन् र एउटा सानो उद्योग खोलिन्। अनिता र सुजन फेरि स्कुल जान थाले र उनीहरूले जिल्लामै उत्कृष्ट नतिजा ल्याए। केही वर्षपछि उनीहरूको घरमा फेरि त्यही पुरानो सुख र शान्ति फर्कियो। भैँसीको बाछो गोठमा कराउन थाल्यो। खेतमा धानका बाला झुल्न थाले। साँझमा परिवारका 4 जना बसेर हाँस्दै कुरा गर्दा रामप्रसाद भन्थे, संसारको सबैभन्दा ठूलो जुवा त परिवारको खुसीसँग खेल्नु रहेछ, जुन मैले कहिल्यै जित्न सक्ने थिइनँ। तर तिम्रो माया र बुद्धिले आज म साँचो अर्थमा विजेता बनेको छु। नवदुर्गा गाउँमा आज पनि सरिताको बुद्धिमानी र रामप्रसादको परिवर्तनको कथा एउटा उदाहरणको रूपमा सुनाइन्छ, जसले सिकाउँछ कि जस्तै कठिन परिस्थितिमा पनि धैर्य र बुद्धिले काम लिने हो भने विनाश हुन लागेको संसारलाई पनि पुनर्जीवन दिन सकिन्छ। हजुरहरूलाई यो कथा कस्तो लाग्यो? यदि मन पर्यो भने नेपाली कथा घर च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला है। साथै नजिकैको घन्टी बेल आइकन पनि थिचिदिनुहोस् ताकि मेरो नयाँ कथा आउने बित्तिकै हजुरहरूलाई थाहा होस्। अनि कथा कस्तो लाग्यो कमेन्टमा भन्न पनि नभुल्नु है। धन्यवाद।